यसमा चाहिँ यो भिडियोमा चाहिँ हामी के सिक्छौँ भन्दाखेरि कसरी न्युट्रनको नम्बर निकाल्ने, कसरी एटमिक मास निकाल्ने अनि त्यसपछि कसरी यो फिलअप गर्ने है त। सुरुमा यो तीनटा सिक्छौँ। अब मैले भनिसकेँ एटमिक नम्बर भनेको के हो त, जस्ट नम्बर अफ प्रोटोन्स, यो एटमिक नम्बर हो है। ल भनेको जस्ट सिरियल नम्बर के, जस्ट यति सोच कि यो सिरियल नम्बर हो भनेको के हो, हाइड्रोजन फर्स्टमा छ, फर्स्ट, हिलियम सेकेन्ड, लिथियम थर्ड, त्यस्तै गरी यो नियोन 10, यो 16, यो 20, ठिक छ। यसमा केही छैन, सक्यो, फिनिस। एटमिक नम्बर भनेको जस्ट के हो त, नम्बर अफ प्रोटोन्स, फिनिस। त्यस्तै गरी अनि अब अर्को के आयो त, एटमिक मास। एटमिक मास भनेको चाहिँ यो एटमिक मास, यो भनेको चाहिँ नम्बर अफ प्रोटोन्स प्लस नम्बर अफ न्युट्रन इज इक्वल टु एटमिक मास। मैले हिजै भनिसकेँ प्रोटोन भनेको नम्बर अफ प्रोटोन इज इक्वल टु नम्बर अफ इलेक्ट्रोन, अनि इलेक्ट्रोनको मास नेग्लिजिबल हुन्छ, त्यही भएर के भयो त प्रोटोन प्लस न्युट्रन इज इक्वल टु के भयो त एटमिक मास भयो, फिनिस। अब प्रोटोन भन्नु र एटमिक नम्बर भन्नु एउटै नम्बर होइन र, बुझ्यौ होइन। जस्तो एटमिक नम्बर भनेकै नम्बर अफ प्रोटोन हो नि त, त्यही भएर यो सिरियल नम्बर, ठिक छ, यो सिरियल नम्बर। अब आयो मेन कुरा, हाउ आर वी गन फाइन्ड न्युट्रन्स। हेर, चारवटा चाहिँ यादै गर्नुपर्छ, यो चाहिँ याद गर्ने, चारवटा डिफ्रेन्ट छ, त्यो चारवटा याद गर्ने, तिनीहरू चाहिँ एक्सेप्सन हो, ठिक छ, मेरो फर्मुलाको चाहिँ। तर बाँकीको लागि चाहिँ के गर्ने त भन्दाखेरि इभन छ भने इभन प्रोटोन नम्बर इभन छ भने न्युट्रन पनि सेम, अनि अड प्रोटोन छ भने न्युट्रनमा के भयो त नम्बर, त्यो चाहिँ के भयो त, इभन प्रोटोन छ भने न्युट्रन सेम, अड छ भने चाहिँ न्युट्रनको जतिको नम्बर भन्नाले चाहिँ होस् +1 हुन्छ कि, प्रोटोनको जति छ त्यो चाहिँ के भयो त न्युट्रन प्लस, मतलब यो प्रोटोन हो कि खासमा यहाँ होइन, +1 गर्ने क्या, ल खतम। अड प्रोटोन छ भने चाहिँ न्युट्रनमा +1 गर्ने, फिनिस। ल अब एक्सेप्सनको कुरा गरौँ हो, मैले भन्छु चारवटा एक्सेप्सन छ है। यो हाइड्रोजनको न्युट्रन 0, यो याद गर्ने। त्यस्तै गरी नाइट्रोजनको याद गर्ने, अनि त्यसपछि आर्गनको याद गर्ने, ओके। अनि अझै एउटा बाँकी छ, कहाँ गयो, ओके, यहाँ चाहिँ इभनको +1 छ कि, बेरिलियम, ठिक छ। यो चारवटा चाहिँ एक्सेप्सन हो। जस्तो अब हामीले हेरौँ है त सर, नयाँ हेर, इभन इक्वल, ठिक छ, अड छ न्युट्रन +1, ठिक छ, अनि अड छ +1, इभन इक्वल, 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 अड छ +1, अड 15 अड हो नि त +1, 16 इभन छ इक्वल, 17 अड छ +1, 19 अड छ +1, 20 इक्वल, ठिक छ। यो चारवटा चाहिँ एक्सेप्सन हो। चारवटा एक्सेप्सन के रहेछ त, हाइड्रोजनको न्युट्रन कति छ त 0, अनि बेरिलियमको 5, अनि नाइट्रोजनको 7, अनि लास्टमा आर्गनको 22। यो चारवटा चाहिँ याद गरेर जानुपर्छ। अरू चाहिँ ठ्याक्क इभन छ भने सेम,
अड छ भने +1। अब एटमिक मास भनेको जस्ट एड गर्ने 1 + 0 1 2 + 2 4 7 9 यो तिम्रो बुकमा एउटा यहाँनिर स्टेक छ अनि अर्को चाहिँ यहाँ मिस्टेक छ। यो मैले जुन लेखाएको छु यो राइट हो, तिम्रो बुकको अरू सबै रङ छ, ठिक छ। अब अघि नै हामीले पढ्यौँ इलेक्ट्रोनिक कन्फिगरेसनमा KLMN फर्स्ट सेल 2n स्क्वायर फर्मुलाले थाहा हुन्छ भनेर 2 × n², ठिक छ। n² के भनेको फर्स्ट सेल, l भनेको सेकेन्ड सेल, m भनेको थर्ड सेल, n भनेको फोर्थ सेल। भनेको फर्स्ट सेलमा के भयो त 2 × 1² भनेको 2, म्याक्सिमम 2टा इलेक्ट्रोन मात्र हुनु पाउँछ फर्स्ट सेलमा। अब सेकेन्ड सेलमा 4, थर्ड सेलमा 8, त्यही फर्मुला n को भ्यालु ठ्याक्क यो राख्ने, n को भ्यालु ठ्याक्क यो राख्ने, n को भ्यालु 4 राख्ने, 8 हुन्छ यहाँ हो। अब के भयो त यहाँ आएर हाइड्रोजनमा एउटा यो हेर्ने एटमिक नम्बर हेर्ने है। अब चाहिँ अब यो चाहिँ सबै बुझिसक्यो, त्यही भएर नम्बर मेटाउँछ है यिनीहरू। हाइड्रोजनको एउटा प्रोटोन छ, यहाँ प्रोटोन भन्नु र इलेक्ट्रोन भन्नु एउटै भएन। हाइड्रोजनको एउटा इलेक्ट्रोन छ भनेपछि एउटा मात्र भयो, दुईटा छ भनेपछि दुईटा भयो, तीनटा भनेपछि अब त यहाँ त फर्स्ट सेलमा त दुईटा मात्र जान्छ। अब सेकेन्ड सेलमा कति जानु पर्यो त, बाँकी रहेको एउटा भनेपछि यहाँ मान्नु गयो क्या। अब 4 को के भयो त 2 2, 5 को के भयो 2 3, बुझ्यो। त्यसै गरी सबै अब 2 त भइसक्यो यहाँ। अब पछाडि हेर्ने 6 मा अब कति हुनु बाँकी छ 4 अनि हुन्छ नि त 6। त्यसै 7 मा कति छ 5 हुनु बाँकी छ अनि 7 हुन्छ 5 + 2 7 हैन। 8 मा यसरी गर्दै जाने। अब जस्तो यहाँसम्म त्यही भयो। 10 भनेको के हो 2 र 8, अब त सेकेन्ड सेल पनि फुलफिल भयो। अब के गर्नु पर्यो थर्ड सेलमा जानु पर्यो क्या, 8 भयो नि त। अब के भयो त 11 भएपछि के भयो त 1 यहाँ थप्यो, 12 भएपछि 2 थप्यो, 13 भएपछि 3 थप्यो, गर्दै जाने। यहाँ पुगेपछि के हो 18 मा त यो पनि फुल भयो। अब के भयो त 19 मा के भयो त यहाँ एउटा 1 थप्ने, 20 मा लास्टमा एउटा 1 थप्ने, फिनिस। यति नै हो है त।